हेलो गाइस, नमस्ते। आज फेरि धेरै समयपछि एउटा सानो भिडियो लिएर आएको छु। आज चाहिँ म यो हाम्रो तीर्थुम जिल्लाको बसन्तपुर मास्तिर रहेको यो आरआर गार्डनको केही दृश्यहरू देखाउन गइरहेको छु। यो चाहिँ रहेको छ, यो बसन्तपुरबाट आउने बाटो यस्तो रहेको छ भने, अनि यहाँबाट यस्तो उँभो हुँदै यो तिनजुरे पाथिभरा मन्दिर गर्दै गुफा पोखरी अनि ताप्लेजुङ जाने बाटो यस्तो उँभो रहेको छ। अनि आज चाहिँ म यो आरआर गार्डनको केही दृश्यहरू देखाउन गइरहेको छु। आरआर गार्डन चाहिँ यहाँबाट यस्तो रहेको छ है। यो चाहिँ आरआर गार्डन जाने बाटो है। ल साथीहरू, यहाँ देख्नु सक्नुहुनेछ, आज चाहिँ शनिबार परेको कारणले होला आज चाहिँ यो पार्किङमा बिहानैदेखि नै आज यस्तो गाडीहरू पार्किङ भइरहेको छ। सायद लाग्छ धेरै ठाउँबाट पर्यटकहरू आउनु भएको होला। यो रहेको छ आरआर गार्डनको पार्किङ स्थल। ल साथीहरू, यस्तो छ यहाँको दृश्य चाहिँ। हाम्रो राष्ट्रिय फुल गुराँसको राजधानी रहेको छ र गुराँस चाहिँ फुलेर पनि धेरै नै झरिसकेको रहेछ। गुराँसहरू चाहिँ अहिले पुरै फुल झरिसकेको रहेछ। त्यसै गरी यहाँ छ हाम्रो आरआर गार्डनको यो प्रवेशद्वार गेट, यहाँबाट रहेको छ। यस्तो रहेको छ है। यहाँ चाहिँ रहेको छ टिकट काउन्टर। ल यहाँ जस्तो मृग पनि रहेछ, देख्न सक्नुहुन्छ मृग। वाउ, कस्तो दामी मृगहरू रहेछ। ओ, तीनटा, एउटा त्यहाँ पनि रहेछ त। यो सिन भएको चाहिँ सायद भाले होला। ल यस्तो झन्डा रहेछ। अहिले झन्डा चाहिँ जताततै भाइरल भइरहेको छ, अनि यहाँ पनि झन्डाहरू राखिएको रहेछ, देख्न सक्नुहुनेछ। यस्तो गुराँसको राजधानी, सब गुराँसकै मात्रै रुख छ यहाँ चाहिँ। ल
ल फोहोर व्यवस्थापनको लागि यो डस्टबिन यस्तो राखिएको रहेछ। अनि यो चाहिँ पिकनिकको लागि बस्ने ठाउँहरू रहेछ। यहाँ यस्तो बनाएर व्यवस्थित गरिदिएको छ। देख्न सक्नुहुन्छ सबै यो ग्रासको बोटहरू रहेको छ। ल फोहोरको लागि व्यवस्थापन डस्टबिन। ल यो रहेको छ आरआर गार्डन जस्तो रहेको छ। यस्तो देख्न सक्नुहुनेछ। यहाँ केटाकेटीको लागि खेल्ने ठाउँ पनि रहेको छ। है यस्तो रहेको छ है। ल आज बिहानै निकै नै मान्छेको चहलपहल रहेको छ। यस्तो छ। ल देख्न सक्नुहुनेछ यहाँ यस्तो यो आरआर गार्डन। यो चाहिँ तेह्रथुम जिल्लाको बसन्तपुर बजारदेखि केही माथिको स्थानमा रहेको ठाउँ हो। यो चाहिँ विशेष गरी यो देख्न सक्नुहुन्छ। विशेष गरी चाहिँ यहाँ पिकनिकको लागि चाहिँ धेरै राम्रो ठाउँ छ। पिकनिक स्पोट चाहिँ धेरै नै राम्रो छ। यहाँ देख्न सक्नुहुन्छ यो वरिपरि यस्तो जङ्गल अनि डाँडा काँडा यस्तो डाँडा रहेको छ यता यस्तो। अनि यहाँ चाहिँ उपत्यका जस्तो अलिकति बसेको ठाउँ छ। यहाँ चाहिँ पिकनिकहरू गर्नको लागि चाहिँ धेरै राम्रो ठाउँ छ। यहाँ यस्तो ग्राउन्ड छ। अनि यो पोखरी पनि रहेको छ। यहाँ पानीको फोहरा हुन्थ्यो, आज त्यो रहन्छ। सायद मान्छेहरू भएको बेला मात्रै सायद हुन्छ होला। यस्तो रहेछ। यो चाहिँ शौचालय यस्तो रहेको छ है। ल यो शौचालय रहेको छ। शौचालय पनि एकदम राम्रै व्यवस्था पनि रहेछ। यस्तो बनेको रहेछ। हाम्रो चाहिँ आरआर गार्डनको शौचालयहरू एकदम व्यवस्थित रहेछ। ल ठिक छ। एकदम पानीहरूको व्यवस्था सबै थोक रहेछ ल है। देख्न सक्नुहुन्छ यस्तो
ल है, यहाँ चाहिँ अझै पनि गुराँसको फुल रहेछ यहाँ फोटो खिच्नेहरूको। देख्न सक्नुहुन्छ यस्तो यहाँको विशेषता चाहिँ विशेष गरी त गुराँसको फुल नै हो। गुराँस फुलेको बेला धेरै नै रमाइलो ठाउँ देखिन्छ, तर अहिले फुलेर पनि निकै नै सकिसकेको छ गुराँसको फुलहरू। आर गार्डनलाई यहाँ रहेको जस्तो लागे जथा तथै लरै छ ल यहाँ टिकटक बन्दैछ। यस्तो रहेको छ है। आजको आरआर गार्डनको रमाइलो रमझम यस्तो रहेको छ। सबैजना आज शनिबार परेको कारणले सबैजना टिकटक सुट गर्दै हुनुहुन्छ।
ल यस्तै रहेको छ आजको भिडियो चाहिँ हाम्रो तेह्रथुम बसन्तपुरमा रहेको बसन्तपुरभन्दा अलिकति केही माथि रहेको आरआर गार्डनको केही दृश्यहरू देखाइदिएको छु। हेरेर लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला है। यहाँ टिकटक बन्दैछ है, यस्तो दामी बनाउँदै छन् हाम्रो बहिनीहरूले। सायद कहाँबाट आउनुभएको उहाँहरू, यस्तो दामी बनाउँदै रहन्छ। जस नृत्य राम्रो छ। सक्यो टिकटक बनाएर फोटो खिचेर राम्रो छ। यहाँ विशेष गरी चाहिँ यहाँ पिकनिकको चाहिँ राम्रो ठाउँ छ क्या, पिकनिक गरेर बस्नका। ल है, उहाँलाई धेरै रमाइलो लागेर यो ठाउँ, विशेष त रमाइलो पनि ठाउँ छ यो एकदमै। अझ गुराँस फुलेको बेला धेरै नै रमाइलो ठाउँ छ यो। अनि उहाँहरू चाहिँ भद्रपुरदेखि आउनु भएको अरे, झापा भन्नु। एकदम रमाइलो लाग्यो भन्दै हुनुहुन्छ र यो ठाउँ पनि रमाइलो हुन्छ। यस्तो रहेछ आजको ल। आजको यो हाम्रो आरआर गार्डनको दृश्यहरू चाहिँ तपाईँलाई देखाइसकेको छु। तपाईँहरूले हेरेर लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला है। यस्तो रहेको छ। हामी चाहिँ अब यहाँबाट बाहिर निस्किँदैछौँ।